विगतदेखि वर्तमानसम्म 1 वर्षभित्रमा दुईटा कोटी होम यो कस्तो छाती हुने मान्छेले गर्छ, कस्तो इच्छा हुने मान्छेले गर्छ। यो साक्षात ईश्वरीय कृपाले यो धरतीमा यज्ञ गर्नका लागि आएको एउटा महामानव हो। आज योगी नरहरिनाथले जुन यज्ञ गराउनु भएको थियो त्यसदेखि यता दोहोऱ्याएर कोटी होम गर्ने यज्ञ गर्ने भनेको मान्छे एउटै बालयोगेश्वर विजय कृष्णमूर्तिजी महाराज हो। आज हामीले देखिरहेका छौँ प्रत्यक्ष। त्यसो हुनाले मन वचन कर्मले सहयोग पुर्याउँ, उहाँप्रति सद्भाव प्रकट गरौँ, उहाँलाई केही सकिँदैन दिन भने पनि निन्दा र आलोचना नगरौँ, यज्ञ सफल होस् भन्ने शुभकामना व्यक्त गरौँ। आज पवित्र मन भएका पवित्र विचार भएका मानिसहरूले यहाँ आएर छाती खोलेर दान गर्दा हामीले किन कन्जुसाइ गर्ने। आज गण्डकी थापा जो एउटी नारी, असल नारी, 100 नारी मध्येमा एउटी उत्कृष्ट नारी, जसले 2-2 लाख रुपियाँ यो यज्ञ सफलताका लागि प्रदान गरेर एउटा महान कार्य गर्नुभएको छ। उहाँलाई म साधुवाद दिन चाहन्छु। यस्ता नारीहरू तपाईहरू अरू हजारौं निक्लिनुहोस्, किनभने विष्णु पुराणमा नारीलाई साधु भनेको छ। कलियुगमा धर्म रक्षा गर्नका लागि कि नारी कली साधु, स्त्री साधु अनि शूद्र साधु, कि त शूद्र भनेर वर्णले सम्बोधन गरेका मानिसहरू महान धार्मिक बनेर कलियुगमा धर्म रक्षा गर्छन् अरे, कि त यो जगतमा धर्म रक्षा गर्ने नारी हुन्, कि त यो कलियुगको धर्म रक्षा गर्ने। किनभने कलियुगमा केवल नाम संकीर्तन एकाधारा, केवल भगवानको नाम जपेर पार तर्न सकिन्छ। त्यसो हुनाले नारी जगतलाई म सम्बोधन गर्न चाहन्छु, तपाईहरू मुक्त कण्ठले यो यज्ञको प्रशंसा गरेर निन्दा गर्नेहरूलाई लज्जित बनाइदिनुहोस्, निन्दा गर्नेहरू लज्जित बन्न सकुन्, हामी त्यो कामना व्यक्त गर्दछौँ। न भविष्यति म भन्दिनँ, किनभने विजय कृष्णमूर्ति महाराजले यति मात्रै होइन, प्रत्येक जिल्लामा एउटा कोटी होम गर्ने उहाँलाई आशीर्वचन, एकै वर्ष 4-5 कोटी होम गर्ने आशीर्वचन। किनकि अग्नौ प्रास्ताहुति सम्यक आदित्यम उपतिष्ठते आदित्य जायते वृष्टि वृष्टेरन्नम तत प्रजा। यज्ञको माध्यमबाट भगवान सूर्यको किरणले यो पृथ्वीबाट जल उठाएर माथि लगेर राखेर समयमा जलको वर्षा गरेर तपाईँ हामीलाई हराभरा बनाइदिनुहुन्छ। यो पृथ्वी हराभरा बन्दछ। यदि यज्ञ भएन भने यो पृथ्वी मरुभूमि बन्न पुग्छ। यज्ञको माध्यमबाट देवता प्रसन्न भएर यथोचित समयमा पानी वर्षाएर पृथ्वीको उन्नयन र पृथ्वीको विकास गर्ने काममा हाम्रो प्रयत्नले मात्रै सफल हुँदैन। हामी विकास गर्छौँ भन्छौँ, यज्ञको विरोध गर्छौँ अनि हामी सनातन धर्मको विरोध गर्छौँ। यो मुलुकलाई धर्मनिरपेक्ष बनाएर आज निरीह बनाउने दिशातर्फ हाम्रो नेतृत्व पङ्क्ति अगाडि बढेको छ। हामीलाई नचाहेको कुरा हामीले कुनै समयमा पनि धर्मनिरपेक्ष चाहेका थिएनौँ, तर धर्मनिरपेक्ष संविधान लेखेर यो देशको अपमान गर्ने नेताहरूका मनमा सद्बुद्धि आओस्। यो कोटी होम महायज्ञको माध्यमबाट यो नेपाललाई पुनः सनातन हिन्दू राष्ट्र नेपाल कायम गर्ने जुन उद्देश्य लिएर सनातन सिंह समाज, विश्वको सनातनी समाज, विश्वको ओमकार परिवार हाम्रो सान्निध्यमा लामा गुरु हुनुहुन्छ। आज लामा गुरु बुद्धको अनुयायी हुनुहुन्छ। बुद्ध 10औं अवतार हो भगवानको। हामी भिन्न छैनौँ, हामी एक छौँ। हाम्रो मनोमालिन्यता पर फ्याँकेर हामी एकत्रित भएर सङ्गठित भएर यो मुलुक सनातन हिन्दू राष्ट्रको परिचयले परिचित थियो। यो हाम्रो सिंह देशको परिचय हो। यो परिचय गुम्नु हुँदैन। म अनुरोध गर्न चाहन्छु, मन्दिरमा गएर मात्रै पुगेन, कोटी होममा आएर मात्रै पुगेन। अब सनातन हिन्दू राष्ट्र नेपालको अभियानमा तपाईँ एक हातमा त्रिशूल लिएर उभिनुपर्छ, तर प्रहार गर्न होइन, शान्तिको प्रतीकको रूपमा त्रिशूल हातमा लिएर नारीहरू जाग्नु पर्यो। 15 गतेबाट सनातन हिन्दू राष्ट्र स्थापनाका लागि यही जेठ 15 गते काठमाडौँबाट धर्मसभाबाट उद्घोष हुँदैछ। सनातन हिन्दू राष्ट्र नेपाल रहेन भने हामी रहँदैनौँ। धर्म विश्वस्य जगत प्रतिष्ठा। सनातन धर्म राष्ट्र बनाउनु कसैको लागि स्वार्थपूर्तिको लागि होइन, तपाईँ हामी सिंह सनातन धर्मीहरू मिलेर बस्नका लागि हो। यहाँलाई आह्वान गर्न चाहन्छु, केवल यहाँ आएर घण्टा शङ्ख बजाएर मात्रै पुगेन, मन्दिरमा पूजा गरेर मात्रै पुगेन। तपाईँ हामीले यदि हातमा त्रिशूल उठाउनु पर्यो, हातमा परशुरामले बोकेको फर्सा उठाउनु पर्यो भने पनि उठाएर धर्म रक्षाका लागि अघि बढ्नुपर्छ भन्ने कुरा यो कोटी होमबाट सन्देश प्रवाह गर्न चाहन्छु। आउनुहोस्, यहाँहरू सबै सहभागी बन्नुहोस्, सनातन हिन्दू राष्ट्र कायम गरौँ अनि यत्र तत्र सर्वत्र कोटी होम गरौँ। विजय मूर्ति महाराजजीलाई आग्रह गर्छु, झापामा कहिले गर्ने? तपाईँले झापामा कोटी होमको घोषणा कहिले गर्ने? बाल योगेश्वर विजय कृष्णमूर्तिजी महाराज
कमसेकम पूर्वाञ्चलमा यही यज्ञपछि घोषणा गर्नुहोस् भनेर आग्रह गर्न चाहन्छु। यज्ञको घोषणा गर्नुहोस् पूर्वाञ्चलमा अति दिव्य र अति भव्य रूपमा कोटी होम सम्पादन गर्नुपर्छ र 42 सालमा गरेको योगी नारायणनाथले कोटी होम गरेको त्यो यज्ञलाई पुनः ताजगी गर्नुपर्छ भन्ने आग्रह गर्दै भवतु सर्वमङ्गलम बोल्ने समय मेरो आफैलाई अभाव छ। भोलि आसामतिरको यात्रा भएको हुनाले लामो समय बस्ने अवसर मिलेन। अन्तमा जाँदा जाँदै शङ्कराचार्य पीठ वेद वेदाङ्ग संस्कृत पाठशाला गुरुकुल सातवटा झापामा छ। त्यो पीठको तर्फबाट कोटी होमलाई सफलताको शुभकामना दिँदै त्यो संस्थाको 50औं स्वर्ण जयन्ती आउँदो माघ 1 गतेबाट 11 गतेसम्म साधुटारमा विश्व साधु सन्त सम्मेलन गर्दै सम्पन्न हुँदैछ। विश्व साधु सन्त सम्मेलन साधुटारमा हुँदैछ माघ 1 गतेदेखि 11 गते। 82 सालको माघ 1 गतेदेखि 11 गतेसम्म यहाँको गरिमामय त्यो साधु सन्त सम्मेलनमा रहोस् भन्ने विजय मूर्ति महाराज समेतलाई निमन्त्रणा गर्दै